बम बम बोल्दै मुजी दम दम तान्दै पीडा गम गम बोल्दै एक्लै बम सङ हान्दै बसी बन्द कोठाभित्रका गए काछु त्यति जिन्दगीका साथी मित्र एक्लोपनमा जीवन आज विडम्बन पिछो पाछ बोक्नेलाई पथा हुन्छ नि नबोक्नेले बुझ्छ काँचो तामर दुखिरहेछ आँसुको त्यो समुद्र नै सुकिरहेछ त्यसको पनि कहानी छ सुनाइदिन्छु सुन आज एउटा केटा केटा एउटा कथा कहानी छ जेलभित्र अनौठो जीवन हो यो जीवनले नै खेल खेल्छ 19 वर्षको एउटा केटा जेल जान्छ जीवन उसले बुझेको थिएन जीवनलाई नै जीवन के हो सोधी बस्यो जेलभित्र उसको जीवनले नै जीवनमाथि अनौठो खेल खेल्छ 19 वर्षको एउटा केटा जेलभित्र दुनियाँले खेल हेर्छ पीडा पक्ने ठाउँ नपाए उसले एउटा ऱ्याप लेख्छ त्यो ऱ्यापको नाम चाहिँ पीडा थियो त्यो पीडाभित्र पीडाको नै बयान थियो उसले बितेको दिन एउटा साह्रै नै सम्झिन्थ्यो त्यो कालो रात थियो परदेशको ठाउँ थियो 12 बजे रातमा सुतिरहेको थियो पार्कमा छन त थिए उसको आत्मा देखि तर पहिले नै मरिसकेको थियो उसको आत्मा जिम्मेवारीको झोला उसले बोकेरहेको थियो काँधमा त्यो कालो रातमा एक्कासी एकहोरो हेर्थ्यो उसले आत्मा रुँदै बोल्ने गर्थ्यो उसले जहिले एकान्त एक्लो भाँचो आयो आमा साथमा यो जीवन के हो जीवनलाई नै जीवनसित सोध साथी मान्छे मरेपछि सरी जान्छ माटो बनी आत्मा जान्छ आकाशमाथि पीडामा मान्छे जहिले एक्लो हुन्छ कोही हुँदैन साथमा साथी दुनियाँ होइन यहाँ मान्छे नै हो स्वार्थी जाति दुनियाँ होइन यहाँ मान्छे नै हो स्वार्थी जाति केटा